सो फाइनली हामी चाहिँ पुग्यौँ है। हेर न यहाँ लुकेको यहाँ हेर्नुहोस् कति पसिना आउँछ मलाई। ठेन्डो ठेन्डो पर्ने रहेछ। हामी चाहिँ पहिला चाहिँ यहाँ झन्डा थियो तर अहिले चाहिँ छैन। ऊ माथि बादर बादर हर्कत गऱ्यौँ हामी। लुक So hi everyone, welcome back to my channel. After so long time है 1 महिना ज्यादा भइसक्यो मैले भ्लग अपलोड नगरेको। आज चाहिँ फाइनली गर्दैछु, त्यो पनि हाम्रो वर्षको एन्डमा है। अनि अहिले चाहिँ हामी जाँदैछु थुप्रै डाँडा दानाबारी, थुप्रै डाँडा पनि भन्छ, दानाबारी जाँदैछौँ हाइकिङमा। अनि अहिले चाहिँ हामी अब जङ्गल छिर्न आँटेको छौँ है। त्यहाँदेखि चाहिँ म भ्लग स्टार्टिङ गर्दैछु। म छौँ, भाइ बहिनी छौँ। लेट्स गो। मलाई कस्तो बोल्नै आएन। हुन्छ अब जङ्गलतर्फ लाग्दैछु। यहाँदेखि चाहिँ सर्टकट अरे। हामी चाहिँ यहाँदेखि जानुपर्ने हुन्छ। अनि यहाँ छ दिदी दाजु बहिनी है। सो लङ टाइम है। अनि हामी चाहिँ आज चाहिँ 30 गते, भोलि 31 को महिना छ चैत्र अन्तिममा चाहिँ हामी हाइकिङमा छौँ। अनि पर्सिदेखि चाहिँ हामी 82 मा लाग्दैछौँ है। एज छैन हाम्रो इयर, नेपाली न्यू इयर। पर्सि चाहिँ नेपाली न्यू इयर हो। त्यही भएर चाहिँ आज चाहिँ हामी इयरको एन्डिङमा चाहिँ भ्लग गर्न जाऊँ भनेर चाहिँ जाँदैछु है। अस्तिदेखि मैले गरेकै थिएन नि त। अनि यस्तो रहेछ बाटो चाहिँ। अनि म बहिनी चाहिँ फर्स्ट टाइम जाँदैछु, भाइ त पहिल्यै गइसकेको हो दानाबारी। हामी चाहिँ उसले चाहिँ हामीले जबरजस्ती लिएर भन्दाखेरि पनि उसको साथीहरूले चाहिँ कोही आउन मानेन। बस ऊ चाहिँ आफ्नै बहिनी दिदी भएर चाहिँ नाइ भन्न नसकेको पो त। अनि यहाँ यस्तो छ रुख। अनि हामी चाहिँ सर्टकट बाटो आएको कि तर कन्फ्युज भयो। भाइले नै कन्फ्युज भइरहेछ। यतै होला अघिको अङ्कलहरू कति जानुभयो? उहाँहरू पछि पछि जानुहुन्छ। हामी पुग्नु पर्ने चाहिँ माथि कहाँनिर हो। किन भन्दाखेरि चाहिँ यो दानाबारी प्लेस चाहिँ हाइकिङको लागि बेस्ट हो नि त। धरानमा भएको प्लेसहरूमध्ये चाहिँ बेस्ट प्लेस फर हाइक। तर के कता जानुभयो। यतै होला हौ, यता जाऊँ कि यता जाऊँ। पहिला बाख्रा हराउँदाखेरि भन्थे त नि, तर भेट्थ्यौ पनि। जाउँ कता जाने? हामी चाहिँ यसरी चढेर जानुपर्ने हुन्छ। पुरा बिहानै जान्छु भनेको कि तर हामी उठेनौँ त है। उठ्न चाहिँ उठेको रेडी हुँदा यताउता गर्दा 6 बज्यो। हिजो प्लान चाहिँ 5 बजे घरदेखि निस्किने थियो, तर हामी जाऊँ कि नजाऊँ भएर नि। भाइ चाहिँ अगाडि गइरहेछ कि समझ दुईजनाको जिन्दगी आज खतम। सो हामी चाहिँ लगभग हिज बाटोमा पुगिसक्यौँ है कि माथि जानुपर्ने हुन्छ। अनि यस्तो गरम छ है। हामी चाहिँ रोट आउँदैछौँ। अया मर्ग यार सिचुएसन के भइरहेछ। तर माने क्या तिमीहरू पसिना आउँदैन क्या। हेर न यहाँ लुकेको यहाँ हेर्नुहोस् कति पसिना आउँछ मलाई। अनि यस्तो चर्को घाममा जाँदैछु। चर्को त होइन, अहिले बिहानको घाम ठिकै हो है। अनि हामीलाई चाहिँ बाटो थाहा छैन नि त। बाटो त थाहा छ तर सर्टकट बाटो चाहिँ थाहा छैन। यो उनीहरू थाहा रहेछ। अनि हामी पनि उनीहरूको फलो गर्दै आएको थियौँ छिट्टो। अनि अहिले चाहिँ हामी तिनवटा ग्रुप छौँ कि हामी 3 जना, बिचमा 3 जना अनि पछाडि 3 जना आउँदै हुन्छ अङ्कलहरू। अनि हामी चाहिँ जाँदैछु। त्यही भएर हामी बिहानै आउन खोजेको कि तर हिजो पानी परिरहेको थियो नि त। अनि फिक्स चाहिँ कन्फर्म चाहिँ थिएन, तर बिहान चाहिँ उज्यालो थियो त्यही भएर चाहिँ आएको। त्यही भएर के भइरहेछ सिचुएसन। खुट्टा दुखेर हैरान। हाम्रो चाहिँ एकजना चाहिँ अगाडि जाँदैछ तर केही छैन, हामी उसले पठाउँदैछौँ। सो हामी चाहिँ अघि चाहिँ सर्टकटबाट थाहा थिएन नि त, त्यही भएर चाहिँ बहिनीहरूको फलो गर्दै आएको थियौँ। र अहिले चाहिँ सर्टकटबाट जे रहेछ त्यही भएर चाहिँ बिस्तारै हिँड्दैछौँ। यस्तो घाममा 3 जना ग्रुप छौँ हामी चाहिँ।
अगाडि अङ्कलहरूको ग्रुप भाइ बहिनीहरूको ग्रुप देन आफ्टर हामी तर हाम्रो साथी चाहिँ अगाडि हिँड्ने रहेछ यहाँसम्म कुद्छु है के कुद्दैन यहाँसम्म उताबाट रोटै रोट होइन त्यो सर्कस रहेछ यो चाहिँ बिचमा ल्याएको रहेछ नि त रोड अनि पर त च्याउ रहेछ च्याउ खेती गर्दै रहेछ हामी चाहिँ अब 3 जनाको ग्रुप होइन 1-1जनाको ग्रुप हुनेवाला छौँ हाम्रो चाहिँ फर्स्ट टार्गेट चाहिँ हाइटको लागि चाहिँ 3 डाँडा थियो त्यसपछि चाहिँ हामी यो दानाबारी भन्ने प्लेस जान्छौँ भनेको थियो तर आज चाहिँ सक्सेस भयो अब चाहिँ 1 वर्ष बाद अब न्यु इयरमा आएको भएको भए त झन् कहिलेको प्लान हुन्थ्यो नि 81 सालको प्लान भन्नुहुन्थ्यो तर हामी यहाँ 81 सालमै आयौँ पर्सिदेखि चाहिँ 82 साल हुनेवाला छ हेर्नुहोस् तपाईँहरू होल धरान अनि यो जङ्गल चाहिँ तर जङ्गल हो अनि कोही यिनीहरू जङ्गल चाहिँ भत्ताबुङ्गे के भन्ने चाहिँ कुन हो भत्ताबुङ्गे भन्ने चाहिँ ए नि बियोस भयो एकजना हो भत्ताबुङ्गे जुन चाहिँ हाम्रो पहिलाको भ्लगमा छ भत्ताबुङ्गे भनेर अनि यस्तो भइरहेछ पसिना देख्यो हामी चाहिँ यहाँ बसेर हामी तलदेखि ल्याएको छौँ त खाजा त्यो खान्छु पहिला त्यहाँदेखि चाहिँ हामी जान्छौँ अगाडि गइसक्यो सबैजना हामी चाहिँ यहाँ बसेर चाहिँ खाजा खाने पहिला चिप्स ल्याएको छौँ अनि यो चाहिँ के हो यो मेरो हो यो चाहिँ के हो साँच्ची अनि ओरियो बिस्कुट ल्याएको छौँ अनि भुजा कोक ल्याएको छौँ अनि माथि त होटल छ अरे माथि नै खान्छौँ अनि हामीले भुजा ल्याएको छौँ यति हो बास बाटोको खाजा सो माथि रुखमा चाहिँ बाँदर रहेछ अब फुपो लाग्छ है अब चाहिँ हामी फेरि कन्टिन्यू जाँदैछौँ आइ किन कराएको अब चाहिँ पुरा घाम लाग्यो है त्यसले टल्किरहेछ र हामी चाहिँ यहाँदेखि उकालो चढ्छौँ मेरो चाहिँ यो लेफ्ट साइडको लेग दुखिरहेछ तर पनि जाँदैछ जोन चामलिङको गीत छ ए यस्तोमा हिँडिरहेको छौँ हामी यसरी जाँदैछौँ हामी चाहिँ यो बाटो चाहिँ सेम लच्ची डाँडा सेम छ है काक्लाङ कुक्लुङ के हो तपाईँ के भन्न चाहनुहुन्छ यहाँसम्मको यात्रामा केही गाह्रो त भएको छैन नि हल्का गाह्रो भएको तपाईँले देखेर त्यस्तो हुँदैन त गाह्रो भएको त कस्तो भन्छ यस्तोले भन्ने ए अघि तलकै फुल हो यतिको सामान केयर गर्ने मान्छे चाहिन्छ नि कसैले चाहियो भने बोला है जुन चाहिँ ममा छैन त्यो कमेन्ट गर्नु होला कमेन्ट गर्नुहोस् होला कुद्नु पर्छ कन्ट्याक्ट गर्नुहोस् होला अब चाहिँ पुग्न लाग्यो तर भयो हामी टेम्पो ब्रेक भयो भने टेम्पोमै जान्छौँ है तपाईँ हिँडिहाल्ला नफाला पानीहरू राख्छ यतादेखि कुदुमा सो हामी चाहिँ यहीँ पुग्नुपर्ने हुन्छ पहिला चाहिँ नेपालको झन्डा थियो अहिले चाहिँ छैन रहेछ तर केही छैन हामी चाहिँ पुग्न आँट्यौँ हाम्रो डेस्टिनेसन अनि माथि चढेर फोटो खिच्ने हो अनि हामी ब्याग भइहाल्ने हो यस्तो गरम हुन्छ कि भरे तर अहिले त हिजो पानी परेर है धुम्म चढ पो त मकैहरू त्यस्तोहरू रहेछ है हाम्रो पार्सेम पार्कको याद आयो
बाटोमा आज मैले कम क्यामेरा पुरा हलाइ जस्तो लाग्यो है फाइनली हामी चाहिँ पुग्यौँ है थरान चाड पो रहेछ त दानाबारी रसी रिसोर्ट अनि तपाईँहरू देख्नुहुनेछ यहाँ है के छ यहाँको आवर सर्भिसहरू रेस्टुरेन्ट पिकनिक स्पोट लोकल आइटम कटेज फर नाइट स्टे डिभी के भनेको चाहिँ के हो क्याम्पिङ इन ट्रेनहरू लोकल चिकन तोङ्बा लोकल रक्सी ठेन्डो भन्ने रहेछ सिस्नो रहेछ सिस्नो भनेपछि यो चाहिँ नेसनल फुडै रहेछ ढिलो रेस्टुरेन्ट चाहिँ जुन चाहिँ हामीले खाएरै हुर्केको हामी ग्रुप प्याकेज 4% मोर 25 पर मर्निङ जुन चाहिँ हामी पुग्यौँ है अब चाहिँ हामीलाई प्रो इन्द्रमुक्तन अन्त ए आफ्नो दाजुभाइ रहेछ फाइनली पुग्यौँ हामी गाह्रो छ गाह्रो डगी पनि पाएँ मैले हेलो कम यो खुसी मात्रै खुसी हामी चाहिँ पुग्यौँ है हाम्रो फाइनली डेस्टिनेसन चाहिँ हो अब चाहिँ हामी चढ्दैछौँ तर माथिको झम्मै छैन रहेछ सो हामी चाहिँ फाइनल पुग्यो यो झुप्पे डाँडा यही होइन र अहिले झुप्पे डाँडा पनि छ अरे अनि हामी चाहिँ पहिला चाहिँ यहाँ झन्डा थियो तर अहिले चाहिँ छैन ऊ माथि बादर हरकत गर्दैछ एकजना के गरेको ल अनि हामी चाहिँ यसकै लागि आएको तल्ल धरानदेखि धरान त धरानै हो तर हामी चाहिँ तलदेखि चाहिँ यहाँ आएको है यसको लागि त्यो खुट्टा दुखिरहेको थियो है तर अहिले चाहिँ यहाँ ओए के भयो सो यसकै लागि आएको है हामी लुक दामी हे अनि तल चाहिँ ऐसेल रहेछ छिमाङ भन्छ हाम्रो भाषामा चाहिँ तर सक्दिनँ टिप्न है अनि यहाँ छ रिसोर्ट चाहिँ ओके अब चाहिँ हामी फोटोसोटो खिच्छौँ अनि खाजा खाएर चाहिँ फेरि हामी ब्याक भइहाल्छौँ कस्तो रुखहरू चाहिँ कस्तो मजाले देखेको नि सो अब चाहिँ हामी यहाँ फोटो खिचेर चाहिँ खाजा खान जान्छौँ है 4 डाँडा काटिसक्यो यहाँ चाहिँ बस्ने छ है अनि खोइ पर चाहिँ के भन्छ भेडेटार देख्दैछ स्काई वक खै जाउँ भएन त यहाँ चाहिँ स्काई वक देख्दैछ कैसे हो गया कैसे हो रहा है झकास हो रहा है ओके अनि हाम्रो साथीहरू चाहिँ 3 जना अनि 3 जना अङ्कल चाहिँ फर्किसक्नु भयो खाजा खाएर पनि हामी तल खाजा खाँदै बसेको थियौँ नि त अनि त्यही भएर चाहिँ लेट भएको अब चाहिँ हामी फोटो खिच्छौँ त्यसपछि चाहिँ हामी खाजा खाएर जाने या कस्तो मजाको छ डग आइज 3टा डग छ यहाँ चाहिँ आऊ ए ओके यहाँ चाहिँ छ हाम्रो न्यू फ्रेन्ड हाई भनिदेऊ अनि तिमी निसु अनि तँलाई भाइ छ जाऊँ अब हामी यहाँ फोटो ग्रुपमा खिच्दै जाऊँ
ओइ हौ भन्दैछ सो अब चाहिँ हामी यहाँ खाजा खान्छौँ त्यहाँदेखि जाने ओ दण्डकाली मन्दिर पिण्डेश्वर मन्दिर अस्ति हामी गएको त अनि भ्लगमा हेरेनौ सागुरी गढी भन्ने हो के हो सायोग याक भन्ने साखुरी गढी हामी गएको थियौँ यसमा चाहिँ गुफा पोखरी यही हो हाम्रो गुफा पोखरी पुगे सौ खाजा चाहिँ खान पाएन अब चाहिँ हामी जाँदैछु होइन खोइ त्यसै फोटो ब्लर आउँछ खोइ धरान पनि ब्लर आउँछ अब चाहिँ हामी जाँदैछु अब खाजा तल छ भने तल खाएर जान्छौँ नत्र धरानै फर्किनु पर्ने हुन्छ किन भन्दाखेरि चाहिँ यहाँ हाम्रो मोक्तन ब्रोको चाहिँ कुकमेन नै फर्किनु भएछ अनि भोलि मात्रै आउनुहुन्छ अरे अनि यहाँ बस्ने अघि कतिजना हुनुहुन्थ्यो नि त अनि उहाँहरू पनि खाजा खाना तल जानुभयो भन्दै हुन्थ्यो अहिले भर्खर सो अब चाहिँ पवित्र बिहानी रिसोर्टमा आएको छौँ खाजा छ कि छैन बोलेर्सी सो गाइस यहाँ चाहिँ हामीले थुक्पा पायौँ है यहाँ अब चाहिँ हामी जाने यहाँ माथि भेट्छ नि त प्लेस त जति एभाइलेबल छ हामी चाहिँ तल कहाँनिर बस्ने भन्दै बसेको है अनि हामीले चाहिँ थुक्पा अर्डर गरेको छौँ हाम्रो चाहिँ प्रोक थुक्पा चाहिँ आइसक्यो है अनि भोक लागेछ एकजनालाई पुरा अनि यहाँ खाएर देखाउँछु चार्ज पनि छैन यहाँ चाहिँ मलाई टिकटक देखाउँदैछ सो अब चाहिँ हामी जाँदैछौँ है घर फर्किँदैछौँ र आजको भ्लग चाहिँ हामी यहीँ एन्ड गर्न आँटेको छौँ किन भन्दाखेरि चाहिँ चार्ज छैन फोनमा है गन अनि हामी चाहिँ माथि खाजा खाएर फर्किँदैछौँ र आजको भ्लग चाहिँ यति मात्रै हो अनि ह्याप्पी न्यू इयर इन एडभान्स है अहिलेदेखि नै भनिदिएको है किन भन्दाखेरि चाहिँ अब हामी ह्याप्पी न्यू इयरको भ्लगहरू केही पनि छैन हाम्रो प्लान यस्तो केही पनि छैन अनि आज चाहिँ अब लास्ट इयर के भन्छ 81 सालको लास्ट डेमा चाहिँ हामी भ्लग गर्छु भनेर चाहिँ यो मैले गर्न आएको थिएँ कति तपाईँहरूले थाहा छ एक्टिभै छैनौँ है म अहिले आजकल बिजी भन्ने पनि के हुनु है यस्तै हो अनि अब पछि भेटौँला माया चाहिँ गर्दै जानुहोस् होला अनि दुईजनाको फेस देख्न पाउँछ कि पाउँदैन आई डोन्ट नो है त्यति बेला सो अनि अब चाहिँ हामी जाँदैछौँ थ्याङ्क यू सो मच फर वाचिङ से बाई बाई गाइज बाई बाई अब भेटौँला डाइरेक्ट 82 सालमा भेटौँला है आजको हाम्रो हाइकिङ चाहिँ 3 जना भए पनि रमाइलो भयो है ओके बाई बाई थ्याङ्क यू सो मच फर वाचिङ